त्यति सहजै रूपमा दिन सक्ने छैन नेपाल अग्रतामा छ मात्र 1 अङ्कको अग्रता हो उसुत सन्तोष 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 सठिक सन्तोष सनसनी मचाइरहेका छन् यहाँ कवर हलमा नेपाल विरुद्ध पुनः बराबर झ्यामरात सन्तोष बिगा गुणा टेकाउने सन्तोष बिगा गुणा टेकाउने सन्तोष बिगा गुणा टेकाउने जित्नेछ अर्को सेट पनि 25-21 मा जित्नेछ रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र आफ्नो पक्षमा पार्न के पार्नेछ हेल्प नेपालले या पार्नेछ रुकुम पश्चिमले सन्तोषले 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 सन्तोष लागेको छ सट उस्मान फरियाद अली गुडा टेकेका छन् सन्तोषको यो तर बाहिरको छ पावरफुल स्पाइक सन्तोष आउनेछ अङ्क एक गरेर चलेका छन् सन्तोष टिप टप हेल्प नेपाल सेट पोइन्टमा छ यो सेट पोइन्टमा रोक्नेछ यहाँ रोक्ने छैन रोक्नेछ एकछिन त रोक्नेछ यहाँ एक अङ्क आवश्यक छ यहाँ सर्भिस मिस गर्नु हुँदैन अब मात्र त्यति भए पुग्छ त्यसैले सर्भिस ओहो फहाद राजा बचेको छ सन्तोष बराबरी गर्नेछ रुकुम पश्चिमले चिरञ्जीवी खड्का चिरञ्जीवीको सर्भिस थियो यो सन्तोष विकट यो पटक गल्ती गर्ने छुट छैन यहाँ अदान सन्तोष पावरफुल स्ट्राइक सन्तोषको सन्तोष पनि आज फायर भएका छन् चिरञ्जीवी सर्भिसमा चान्स पुनः पनि यहाँ सन्तोषले गुडा टेकाउने सन्तोषले गुडा छन् कासेब नवेदको गुडा टेक्न बाध्य भएका छन् उनी सेट पनि जित्नुपर्ने हुन्छ कासेब नवेदको सर्भिस यो सन्तोष यो पटक सनसनी मचाइरहेका छन् सन्तोषले कोर्टमा चिरञ्जीवी खड्का सर्भिसमा चिरञ्जीवी सर्भिस हो सन्तोष आउनेछ अङ्क पुनः पनि रुकुमलाई थकान सर्भिसबाट यहाँ अङ्क मिल्ने वाला थियो यहाँ एकदमै पावरफुल थियो फहाद राजा सन्तोष यो पटक सन्तोषले दिलाउनेछन् यो पटक अङ्क पनि बराबरीमा छन् चियान मुरादको सर्भिस यो अदनान सन्तोष ब्लक हुनेछ तर आउट जानेछ सन्तोष कासेब नवेद चान्स हुनेछ यहाँ सन्तोष ब्लक